केटोले गर्छ। हेलो एभ्रिवान, वेलकम टु माई भनक च्यानल। तपाईँलाई स्वागत छ। हामी अहिले होली मनाएर गइसकेका छौँ भने अब हामी घर जाने तयारीमा छौँ होइन। अब यहाँ क्यामेराम्यान सरले क्यामेरा मिलाउँदै हुनुहुन्छ। अब चट्ट हामी अब भ्लग बनाइँदै जानेछौँ। अब यहाँ सर हुनुहुन्छ एकजना चट्ट अब बाइकको मिस्त्री। अब यसमा डिजे बजाउँदै जाने हो। यसरी हो के देखाउने? डिजे बजाइस् ल बज्यो डिजे। पहिला स्टार्ट गर। यता डिजे बजाउनु पर्यो नि त पहिला। उहाँ सरको बाइक एकदम साला कुत्ता भ्यायो बितायो। बिग्रियो पर मेरो छ यो टुङ्कुलो। त्यो टुङ्कुलो भन्दा बहुत महँगो यो हेर्नुहोस् कारवाला। त्यो भन्दा त मेरो महँगो हो बाबु। यहाँ देखा मिस्त्रीको तरिका। देखाला सिकुन यहाँबाट ल यता सुनाइदे। ल अड्काइदे। कसरी अड्काउने? कभर खोल्न पर्छ। पक 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 खस्छ पहिला पक। जोसो भारी हुन्छ के केटा एकदम। ल विशाल सर हुनुहुन्छ। गाना बजाउनु पर्यो कि तेरो फोन निकाल। अगाडि बेरेको ठास जस्तो विशाल सर हजुर तपाईँको मोबाइल झर्ला जस्तो भयो है। झर्दैन क्या? झर्छ साले। त्यो हल्लिन्छ झर्दैन क्या? झर्छ साले, मलाई डर लाग्छ। झर्दैन अरे यार। झर्दैन नि, सिधा कुरा हो। गाना बजाएर आज फिक्स थिएन रे। हजुर अलबत्ता रुपैयाँ छैन नि यसलाई। यता हाई गरिदिनु। यता भलकमा हाई गरिदिनु अरे। लाइक सब्सक्राइब गर्नु होला। आइडीको नाम पनि भन्दैन। नेपाली विशाल 1 2 3। यो नाम गाइस हेर्नुहोस्, तपाईँहरू यस्तो देख्न सक्नुहुन्छ। बाटो एकदम खतरनाक छ। हामी त एकदम राइडर अनुसारमा हामी गइरहेका छौँ बाटोमा। केटो हेरेको हेरै, केटो हेरेको हेरै, केटो हेरेको हेरै।
बाटोको हँ बाइकको काम चाहिँ होइन बाटो हेऱ्यो कस्तो खतरा छ कि माछालाई यो बाटो अझै माथि हरामी बाटो छ कहाँ जा भाइ भोलि कति बजी झर्छस् भोलि कति बजी झर्छस् हेलमेटमा झर्छ कति बजी झर्छस् भोलि भोलि कति बजी झर्छस् भनेको 9-10 बजी कहाँ झरमलाई मलाई फोन गरेको थियो झर्ने बेला ओइ विशाल बाइक चाहिँ आज आकाश दाइको राइड युट्युबमा हाल्नेस् के होला भने युट्युबमा हाल्नेस् के होला नि युट्युबमा हालिदिन्छु के जाने भनेको अनि गएर हरिखेलो जाने र जाने भनेको अनि हरिखेलो जाने र कोही छैन नलिजेललाई यता दर्जी टोलतिर फेरि रित्ताउँदिया यता माथि रित्ताउँदी गाउँमा फेरि के भन्छ रित्ताउँदी गाउँमा के यताकै रित्ताउँदी गाउँमा छन् किन भनेको होली खेल्नलाई छैन अहिले तेल कति हालेकोस् तेल त अस्ति हो हालेको कति हालेकोस् त 4 लिटर माघिजान पुग्छ मलाई छोड्नु जान माघिजान पुग्छ मलाई छोड्नु जान हाम्रो घर बसेर जाम लाग्यो यहाँ माथि बाटो खत्तम छ ल विशाल भाइले भनेअनुसार बाटो खत्तमै रहेछ आमा निकाल्न पर्छ अब कहाँ माथिबाट घुमाएर झारेछ क्या ओ माथि बाटो के हो यो बाटो गाडी हिँड्दैन र नाइ त्यही भएर होइन कहाँ त लोटेको त लोटेको कहाँ हो माथि अब हिँड्न कस्तो ए माछालाई के हो यो खत्तम बाटो देखिस् बाटो के हो यो ओए विशाल के बाटो यो एमआरबीको
विशाल हिँड्ने बाटो यस्तो छ गाइस। गाइस हाम्रो विशाल हिँड्ने बाटो चाहिँ यस्तो खतरनाक छ होइन। तपाईँहरू देख्न सक्नुहुन्छ इमर्जेन्सी पारामा कोही एम्बुलेन्स आयो भने इमर्जेन्सी गाडी बिरामी लिएर आयो भने बहुत गाह्रो हुन्छ होइन। यस्तै छ। यहीबाट हेर्नुहोस् त बाइक तैँले मात्रै हिँड्छ। यहीबाट बाइक हेर्नुहोस् तैँले मात्रै लिएर हिँड्छ। के भन्छ? यो बाटोमा बाइक के तैँले मात्रै लिएर हिँड्छ। खुट्टा हानो यार माछ मासु जान्छ बाइक मासु जान्छ। यही राख्छु म त्यो त आगा जाँदैछ। माथि छोड्नु जानुपर्छ है। यहाँबाट माथि मैले यो गरेर चलाउँछु। डर लाग्छ मन तल चलाएको यत्तिकै जाम क्या। गाइस अहिलेसम्म चाहिँ मैले चलाइरहेको थिएँ बाइक होइन। सर मजा आयो होइन। बाइक चाहिँ खतरनाक यतिकै लिएर आइज होइन। गाइस सर रमाइलो भयो होइन। मजा आयो। देख्न सक्नुहुन्छ हजुरहरू एकदम खतरनाक बाटो रहेछ होइन। म चाहिँ 1 महिनादेखि घर आएको थिएन। 1 महिनापछि घर आउँदैछु र बाटो चाहिँ एकदम परिवर्तन भएको हुनाले धेरै नै गाह्रो भइसकेको छ। अनि कहिलेसम्म हजुर यो हाम्रो बोके दाइ अझै गराउनुहोस्। उहाँ चाहिँ भन्नुभएको छ बा बा भनेर। उहाँ बोकेको बा चाहिँ यहाँ हिँड्नु भएको छ। भर्खर हिँड्दै हुनुहुन्छ है। यहाँ हुनुहुन्छ बोकेको बा। हामी चाहिँ अहिले जाँदैछौँ बोलोगर विशाल दाईको घर होइन। उहाँ गएपछि थाहा हुन्छ के को छ के छैन भन्ने होइन। ल हेर्न सक्नुहुन्छ तपाईँहरू। हामी चाहिँ 12 मिनट 10 मिनटमा यहाँ आउँछौँ। गाइस ल हामी चाहिँ विशाल सरको घर आइसकेका छौँ। तपाईँहरू देख्न सक्नुहुनेछ हामी चाहिँ आइसक्यौँ विशाल दाईको घर। उहाँ चाहिँ आमा कराउनु छ।